कुलमानको पार्टी भन्दा नि कुलमानलाई हामीले नेता मानेको भनौँ न हैन। जस्तो म पनि त विगत 10 वर्षदेखि आन्दोलन अभियान समाजसेवामा हिँडेको छु त हैन। भनेपछि मैले पनि उहाँमा केही गुण देखेर मानेको के यो कुलमानको पार्टी होइन कि सबैको पार्टी हो। अहिले नै केन्द्रीय समितिमा 51 सदस्य छ हाम्रो। अब जस्तो जिल्ला तत्त्व समितिहरू गठन भइसकेको छ हैन, हुने क्रममा छ। भनेपछि यो एउटा व्यक्तिको पार्टी चाहिँ होइन हैन, सबैकै पार्टी हो, तपाईँको पनि हो, सबैको हो यो पार्टी। नेपाली जनता सबैको हो। अघि तपाईँले भन्नुभयो यो कुलमानको पार्टी होइन भन्नुभयो। हजुर, त्यसो हो भने काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पार्टी हो यो? अब यस्तो हो, यो बालेनको पनि पार्टी हो, कुलमानको पनि पार्टी हो, तपाईँको पनि पार्टी हो, तपाईँ सबैको पार्टी हो। नेपाली जनता हैन जो देश र जनतालाई हितमा केन्द्रमा राखेर काम गर्न चाहन्छ, जो देश र जनताको हित होस् भन्ने चाहन्छ, जो भ्रष्टाचारको विरोध गर्छ हैन, जसले सामाजिक न्यायको लागि वकालत गर्छ, जसले भेदभाव रहित समाजको कल्पना गर्छ, ती सबैजनाको पार्टी हो। र मुख्य नेता चाहिँ हामीले कुलमान घिसिङलाई मानेको भनेको त्यो कुलमान घिसिङको हजुर पक्कै रहन्छ। किनभने जहाँसम्म मैले बालेनलाई बुझेको छु, उहाँ एउटा राम्रो काम गर्ने हुदुदी भएको, एउटा राम्रो गरौँ भन्ने भएको मान्छे हो। काम गर्दै जाँदाखेरि कहिले काहीँ त्रुटि होला, राम्रो होला, त्यो विचार भएका मान्छे सबै। बालेन मात्रै होइन हैन, आफ्नो जीविका पार्जन गर्ने जाला मजदुरी गर्ने मान्छेले पनि यो पार्टीलाई समर्थन गर्छ। बालेन शाहले मात्रै होइन, उहाँ त मेयर हुनुभयो काठमाडौँ महानगरका हैन। बालेन सहितको नेपाली जनताहरूको पार्टी उज्यालो नेपाल पार्टी, चुनाव चिन्ह चिम भन्दा हुन्छ। नेतृत्व मान्ने क्रममा कुलमान घिसिङलाई प्रधानमन्त्रीको हामीले चाहिने चित्रण गरेका हौँ के, बुझ्नु भएन? कुलमान घिसिङको एकल पार्टी, एकल व्यक्तिको पार्टी होइन। यहाँ यसरी चित्रण गर्नु खोजिएको छ त्यो होइन। अब त्यो विविध कुराहरू आउँछ पार्टी भइसकेपछि, कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार भने जस्तो। तर कुलमान घिसिङलाई चाहिँ हामीले नेता मानेका के। अनि के त भन्दाखेरि यसरी एउटा यो व्यक्ति है प्रधानमन्त्री भनेर जाँदा जनतालाई पनि धोका नहोस् क्या। यहाँ त के छ भन्दाखेरि तपाईँको त्यसपछि चाहिने पार्टीभित्रै चाहिने दलीय नेता छान्न चलखेल, प्रधानमन्त्रीको हुने चलखेल होइन। उज्यालो नेपाल पार्टीले बहुमत पाइसकेपछि प्रधानमन्त्री हुने व्यक्ति कुलमान घिसिङ डिक्लेयर चिन्छन्। कुन क्षेत्रबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ यसपालिको चुनावमा? मेरो आफ्नै जन्मभूमि हैन, ललितपुर क्षेत्र नम्बर 3 हो। र मेरो बेसिक बटम लाइन भनेको के त भन्दा हामी सङ्घीय जुन चुनाव भन्छौँ संसदको हैन, केन्द्रको प्रतिनिधि सभा भन्ने गरिन्छ हैन। प्रतिनिधि सभामा साझा मतलब सङ्घमा साझा शासन भन्ने एउटा सोच त छँदैछ। प्रदेशहरूमा स्वशासन हैन, सिम्पल्ली सङ्घमा साझा शासन, प्रदेशमा स्वशासन हैन, स्थानीय तहमा स्थानीय भयो। यसरी 3 टायर हैन, 3 तहको सरकार छ। प्रतिनिधि सभा हो यो। प्रतिनिधि सभा भन्दै गर्दा प्रतिनिधित्व पुग्ने सभा हो के, सबै क्षेत्रको हैन, देशको सबै भूभागको, सबै लिङ्ग जाति भाषा धर्म सबै हैन जुन विविधता छ त्यसको प्रतिनिधित्व पुग्ने हो। त्यो प्रतिनिधित्व पुग्दाखेरि आफ्नो ठाउँको प्रतिनिधित्व पुग्नुपर्छ भन्ने मेरो बेसिक बटम लाइन हो। त्यो हिसाबले ललितपुर क्षेत्र नम्बर 3 मेरो ठाउँ हो। म हारोस् जितोस् भोट आउँछ आउँदैन होइन कि उठ्ने ठाउँ चाहिँ ललितपुर क्षेत्र नम्बर 3। हजुर, हामीले उज्यालो नेपाल पार्टीमा आफ्नो विचार नीति सिद्धान्त मिल्ने साथीहरूसँग गोलबद्ध भएका छौँ र धेरै नयाँ एकदम समाजमा चलिएका गनिएका समाजसेवीदेखि लिएर राम्रा देशलाई योगदान गरेका व्यक्तिहरू जोडिँदै आउनु भएको छ। उत्साहित छौँ। के छ अब के होला? निर्वाचन पनि अब धेरै दिन छैन। पार्टी घोषणा तपाईँहरूको मात्र होइन, यो जनजेट आन्दोलनपछि धेरै नयाँ दलहरू आएका छन्। कसरी अगाडि बढ्ने तयारी छ तपाईँहरूको? चाहिँ एलायन्स गर्नुहुन्छ कि एक्लै एक्लै लडेर पार लाग्ला? होइन, अब विचार नीति सिद्धान्त मिल्नेहरू यसमा आउँदै गर्नुहुन्छ। अब त्यो ढोका खुल्लै छ, आउनुहुन्छ, जोडिनुहुन्छ। उज्यालो नेपाल पार्टीको यही बलिरहेको चिम चुनाव चिन्ह हुन्छ, यसमा जोडिन्छन् मान्छेहरू, राम्रा मान्छेहरू आउँदै हुनुहुन्छ, जोडिन्छ, राम्रै हुन्छ, अगाडि जान्छ भन्ने जान्छ। हजुर हजुर। जस्तो यति भन्दै गर्दा तपाईँहरूले प्राय पार्टीहरूलाई क्या नयाँ खुलेका पार्टीहरूलाई तिमीहरूको विचार सिद्धान्त के हो, के कुरालाई अलि बढी प्रोत्साहन गर्छौ, आर्थिक नीति कस्तो हुन्छ, सामाजिक न्याय कस्तो हुन्छ भन्दै गर्दा तपाईँहरूले त कुलमानको पार्टी भनेर पनि ब्रान्डिङ गरिराख्नु भएको छ। सम्भवतः चिम पनि त्यही अनुसारको छ। के हुन्छ तपाईँहरूको चाहिँ राजनीति? कुलमानको पार्टी भन्दा नि कुलमानलाई हामीले नेता मानेको भनौँ न हैन। जस्तो म पनि त विगत 10 वर्षदेखि आन्दोलन अभियान समाजसेवामा हिँडेको छु त हैन। भनेपछि मैले पनि उहाँमा केही गुण देखेर मानेको के यो कुलमानको पार्टी होइन कि सबैको पार्टी हो। अहिले नै केन्द्रीय समितिमा 51 सदस्य छ हाम्रो। अब जस्तो जिल्ला तत्त्व समितिहरू गठन भइसकेको छ हैन, हुने क्रममा छ। भनेपछि यो एउटा व्यक्तिको पार्टी चाहिँ होइन हैन, सबैकै पार्टी हो, तपाईँको पनि हो, सबैको हो यो पार्टी। नेपाली जनता सबैको हो। जस्तो के हुन्छ तपाईँहरूको चाहिँ
राजनीतिक संरचनामा चाहिँ राजा राष्ट्रपति अथवा यो निर्वाचन प्रणालीलाई स्वीकार्छ कि स्वीकार्दैन पार्टी प्रदेशका विषयमा के बोल्छ भन्ने के छ तपाईहरु अहिलेलाई यही निर्वाचन प्रणालीमा रहेर हैन धेरैभन्दा धेरै समावेशी र समानुपातिक अझ पूर्ण समानुपातिकमा जाँदै निर्वाचन प्रणालीलाई समय सापेक्ष सुधार गर्दै जाने लक्ष्य छ। जस्तो तपाईहरुभन्दा केही समय अगाडि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी सम्भवतः के छ त्यो चर्चा पनि छ अझै पनि त्यो ढोकाहरू खुल्लै छन् भन्ने छ। त्यो पार्टीसँग चाहिँ तपाईहरुको चुनावी गठबन्धन अथवा फेरि मिल्ने सम्भावना कतिको छ? अब यस्तो हुन्छ हेर्नुस् है, किन भन्दा जनताको चाहना अनुसार पार्टीहरू चल्न पर्छ। जनताको चाहना इच्छा भन्दा बेगर पनि चल्न मिल्दैन हैन। जनताको इच्छा चाहनालाई मध्यनजर गर्दै अगाडि बढ्छौँ। तपाईहरु डेमोक्रेटिक फोर्स हो अथवा चाहिँ कम्युनिस्ट अथवा यस्तो यो अब कस्तो भने यस्तो तपाईको यो राइट र लेफ्ट भन्ने चलन रहेछ हैन। अनि के त भन्दाखेरि पुँजीवादी र साम्यवादी भन्ने चलन रहेछ हैन। अब पुँजीवाद र साम्यवादको बीचको बाटोलाई चाहिँ समाजवाद भनिन्छ क्या। हामी समाजवादतिर उन्मुख बनाउन हैन। र यहाँ सामाजिक न्यायलाई चाहिँ मैले बढी प्रायोरिटी दिएँ नि त। सो अल रिटर्न्स रुल्स आर नट इथिकल भन्ने पनि चलन छ। त्यही हिसाबले सामाजिक न्यायहरू चाहिँ यो सामाजिक न्याय भन्नेलाई मैले विशेष प्रायोरिटी दिएँ हैन। यो चिजहरू चाहिँ हो क्या। मैले हजुर हजुर तपाईको सामाजिक काम नागरिकले काठमाडौँ अझै काठमाडौँवासीहरूले हजुर प्रत्यक्ष रूपमा निहाल्दै आउनु भएको छ। तपाईको लगभग आधी जीवन त त्यही साइकल चढ्दैमा हजुर हजुर आज यो पार्टी घोषणाको यो जुन कार्यक्रम छ हजुर तपाईको अनुहार काठमाडौँवासीले देखिसकेपछि अब कता न कताबाट त चुनावमा उठ्छन् होला हजुर हैन। अनि त्यसपछि अझै त्यो माथि बलेको चिममा देख्दाखेरि जहाँ कि कुलमान घिसिङले आफूलाई प्रुभ गरिसकेका छन् कि अँध्यारो नेपालबाट उज्यालो नेपालतिर लगेको कुरा यो समग्रतालाई कसरी हेर्नु भएको छ तपाईँ? उत्साहित छन् सबैजनाले। अब मैले हिजो साढे अस्ति जुन एउटा त्यो ब्याकड्रप सेयर गरेँ हैन आजको कार्यक्रमको घोषणा सभा छ भनेर केन्द्रीय सदस्य भनेर राख्दाखेरि धेरैजनाले फोनहरू गर्नुभएको छ, उत्साहित छ। धेरैजनाले सही छ, ठिक हो। किन भन्दाखेरि एक्लै जहिले पनि आन्दोलन अभियान भन्दा पनि एउटा टिम मिलाएर हैन जानुपर्छ र एउटा नेतृत्व मानेर पनि जानुपर्छ। र त्यो नेतृत्व मान्ने क्रममा कुलमान घिसिङलाई प्रधानमन्त्रीको हामीले चाहिँ नि चित्रण गरेका हौँ क्या। बुझ्नु भएन? कुलमान घिसिङको एकल पार्टी एकल व्यक्तिको पार्टी होइन। यहाँ यसरी चित्रण गर्नु खोजिएको छ त्यो होइन। अब त्यो विविध कुराहरू आउँछ पार्टी भइसकेपछि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार भने जस्तो। तर कुलमान घिसिङलाई चाहिँ हामीले नेता मानेका के। अनि के त भन्दाखेरि यसरी एउटा यो व्यक्ति है प्रधानमन्त्री भनेर जाँदा जनतालाई पनि धोका नहोस् क्या। यहाँ त के छ भन्दाखेरि तपाईँको त्यसपछि चाहिने पार्टीभित्रै चाहिने दलीय नेता छान्न चलखेल प्रधानमन्त्री को हुने चलखेल होइन। उज्यालो नेपाल पार्टीले बहुमत पाइसकेपछि प्रधानमन्त्री हुने व्यक्ति कुलमान घिसिङ डिक्लेयर। त्यसमा भोटिङै गर्नु परेन क्या। संसदीय दलको नेता छान्नै परेन, प्रधानमन्त्री उहीँ हुने भयो क्या। बुझ्नु भएन? त्यो प्रोसिडरै जानु परेन, चलखेल भएन। एकचोटि अहिलेको हाम्रो सम्माननीय राष्ट्रपतिज्यू हेर्नुहोस् त कतिचोटि प्रधानमन्त्रीमा हार्नु भएको रेकर्ड छ नि, थाहा छ? नेपालको इतिहासमा धेरै पटक प्रधानमन्त्रीको लागि उम्मेदवारी दिने हारेमा पर्नु भएको थियो होइन। त्यो नहो। संसदीय दलको नेता छान्नेमा त्यो गर्नेमा प्रधानमन्त्री को हुने यो पार्टीमा त्यो नहोस् क्या। र जनतालाई चुकाउनु पनि भएन क्या। भोट देऊ हामी रुल गर्छ होइन। कुलमान घिसिङै नेतृत्व हो, मनपर्छ देऊ, होइन मन पर्दैन नदेऊ पनि। बुझ्नु भएन? जनतालाई कर लाउनु मिल्दैन। त्यो जनताको अधिकारको चिज हो, मत अधिकारको चिज हो। त्यो अधिकारलाई सही सदुपयोग गरेर हामी जे बोल्छौँ त्यो गर्छौँ भन्ने भयो। कुलमान घिसिङलाई यसरी नेतृत्व मानेका हौँ क्या हामीले। अझै कुलमान भन्दा त अझै तपाईँका स्थानीय बासिन्दा तपाईँका छरछिमेकी तपाईँका गाउँलेहरूले तपाईँलाई राम्रोसँग चिनेका छन्। चिन्छन्। तपाईँ कुन क्षेत्रबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ यसपालिको चुनावमा? मेरो आफ्नै जन्मभूमि होइन ललितपुर क्षेत्र नम्बर 3 हो। र मेरो बेसिक बटम लाइन भनेको के त भन्दा हामी सङ्घीय जुन चुनाव भन्छौँ संसदको होइन केन्द्रको प्रतिनिधि सभा भन्ने गरिन्छ होइन। प्रतिनिधि सभामा साझा मतलब सङ्घमा साझा शासन भन्ने एउटा सोच त छँदैछ। प्रदेशहरूमा स्वशासन होइन। सिम्पल्ली सङ्घमा साझा शासन, प्रदेशमा स्वशासन होइन। स्थानीय तहमा स्थानीय भयो। यसरी 3 टायर होइन 3 तहको सरकार छ। प्रतिनिधि सभा हो यो। प्रतिनिधि सभा भन्दै गर्दा प्रतिनिधित्व पुग्ने सभा हो क्या। सबै क्षेत्रको होइन, देशको सबै भूभागको सबै लिङ्ग जाति भाषा धर्म सबै होइन जुन विविधता छ त्यसको प्रतिनिधित्व पुग्ने हो। त्यो प्रतिनिधित्व पुग्दाखेरि आफ्नो ठाउँको प्रतिनिधित्व पुग्नुपर्छ भन्ने मेरो बेसिक बटम लाइन हो। त्यो हिसाबले ललितपुर क्षेत्र नम्बर 3 मेरो ठाउँ हो। म हारोस् जितोस् भोट आउँछ आउँदैन होइन कि उठ्ने ठाउँ चाहिँ ललितपुर क्षेत्र नम्बर 3। हजुर तपाईँको पार्टी के हुन्छ चुनावमा? ललितपुर क्षेत्र नम्बर 3। तपाईँले अघि बहुमतको कुरा गर्नुभयो। कुलमानले नेतृत्व गरे उज्यालो नेपाल पार्टीले ल्याउँछ त यहाँ 2-4 सिट ल्याउला। अब 2-4 सिट होइन, 2-4 होइन 2/3 नै ल्याउने
कोसिसमा छौँ हामी होइन र तपाईँहरूले सहयोग गर्नुभयो भने त्यो पुग्छ पनि तपाईँहरूले सहयोग गरेपछि त्यो पुग्छ पनि हजुर योभन्दा अगाडि कार्यवाहक ऊर्जा मन्त्री पम्पा भुषाललाई हराएर राष्ट्रसभाको हजुर उम्मेदवार तोसीमा कार्की बन्नु भएको छ हजुर होइन त्यहाँबाट अब यसपालि तपाईँको पनि त्यही क्षेत्रबाट छ हजुर के छ तपाईँको त्यहाँका जनतालाई भनाइ के छ तपाईँहरूको माहौल त्यतातिर कस्तो हुँदैछ होइन जनतालाई त अब जनताले जहिले पनि त्यो रोज्ने अधिकार त उहाँहरूसँग छँदैछ होइन त्यसैले मैले यो मतदान भन्ने शब्द नै गलत भनेर आइरहेको छु है सुन्नुहोस् यो मतदान गरौँ भनेर दानमा लगिदियो दान भनेको त मसँग खल्टीमा 10 रुपियाँ छ नि यसो मागिरा म त्यहाँ दिन्छु त्यो दान हो क्या बुझ्नु होइन त्यो मलाई रिटर्न चाहिँदैन दान भनेको रिटर्न चाहिँदैन केही पनि चाहिँदैन भनेर दिने बोलेर व्यवहार नबोलिकन तर यो मतदान होइन मत अधिकार यो अधिकार प्रयोग गरेपछि त्यो अधिकार लिएको मान्छेले काम पनि गर्नुपर्छ कर्तव्य पुरा गर्नुपर्छ जिम्मेवारी पुरा गर्नुपर्छ नेपालमा यो मतदान भन्ने शब्दै गलत भएको छ भन्छु यो मत अधिकार प्रयोग गर्ने हो अब जनताको अधिकारको चिज हो उहाँले त्यो अधिकार मलाई दिएपछि मैले त्यो कर्तव्य पुरा गर्ने हो क्या बुझ्नु भएन त्यसैले के त भन्दा जनताको अधिकार हो जनताले मत अधिकार राम्रोसँग प्रयोग गर्नुहुन्छ र उहाँले कसलाई दिँदाखेरि कर्तव्य पुरा गर्छ त त्यो मत अधिकार दिएको व्यक्ति पार्टीले त्यो कर्तव्य पुरा गर्छ कि गर्दैन त्यो सोचेर गर्नुपर्छ मतदान भन्ने शब्दै प्रयोग नगरौँ भनेर पनि मैले तपाईँहरूको अहिले यहीँबाट पनि आह्वान गरेँ होइन एउटा प्रश्न जस्तो अब अघि तपाईँले भन्नुभयो यो कुलमानको पार्टी होइन भन्नुभयो हजुर त्यसो हो भने काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पार्टी हो यो अब यस्तो यो बालेनको पनि पार्टी हो कुलमानको पनि पार्टी हो तपाईँको पनि पार्टी हो तपाईँ सबैको पार्टी हो नेपाली जनता होइन जो देश र जनतालाई हितमा केन्द्रमा राखेर काम गर्न चाहन्छ जो देश र जनताको हित होस् भन्ने चाहन्छ जो भ्रष्टाचारको विरोध गर्छ होइन जसले सामाजिक न्यायको लागि वकालत गर्छ जसले भेदभाव रहित समाजको कल्पना गर्छ ती सबैजनाको पार्टी हो र मुख्य नेता चाहिँ हामीले कुलमान घिसिङलाई मानेको भनेको त्यो कुलमान घिसिङको हजुर पक्कै रहन्छ किनभने जहाँसम्म मैले बालेनलाई बुझेको छु उहाँ एउटा राम्रो काम गर्ने हुदुदी भएको एउटा राम्रो गरौँ भन्ने भएको मान्छे हो काम गर्दै जाँदाखेरि कहिलेकाहीँ त्रुटि होला राम्रो होला त्यो विचार भएका मान्छे सबै बालेन मात्रै होइन आफ्नो जीविका पार्जन गर्ने जाला मजदुरी गर्ने मान्छेले पनि यो पार्टीलाई समर्थन गर्छ बालेन शाहले मात्रै होइन उहाँ त मेयर हुनुभयो काठमाडौँ महानगरका होइन बालेन सहितको नेपाली जनताहरूको पार्टी उज्यालो नेपाल पार्टी चुनाव चिन्ह चिम भन्दा हुन्छ होइन ल